यो हाम्रो के नाम अरे अङ्कल यसको फर्मको नाम के अरे? टीका रत्न टुल्की कृषि फर्म। टीका रत्न टुल्की कृषि फर्म, टीआरटी कृषि फर्म। टीआरटी कृषि फर्म, गैँडाकोट नगरपालिका वार्ड नम्बर 18। यहाँ चाहिँ यस्तो छ यहाँ व्यवस्था। यहाँ तपाईँ जो कोही पनि आएर 8-10 जना बस्न मिल्ने गरी यो फार्म हाउस यहाँ निर्माण गरिएको छ। एकदमै व्यवस्थित छ, एकदम ऊर्जावान कुरा हुन्छ उहाँबाट। कति सुन्तलाका बिरुवा कति 1500 सुन्तला छ, 800 कागती छ, 800 कागती छ, 500 निबुवा छ, हजुर, 100 टिमुर छ, हजुर। अनि त्यसपछि यो भदौमा तयार हुने जापानिज उन्सु सुन्तला छ 100, हजुर, अनि मौसम छ 100, हजुर, अनि यो तराईमा फल्ने सुन्तला पनि छ यहाँ अलिकति। हजुर, त्यो किन्नु भन्ने जात, त्यो बजारमा सुन्तला सकिएपछि इन्डियाको रातो सुन्तला आउँछ नि, हजुर, हो त्यो सुन्तला पनि छ। अनि एउटा मर्कट फागुनमा पाक्ने सुन्तला पनि छ मसँग यहाँ, तर त्यो दाना सानो हुन्छ, एकदम मिठो, बोक्रा पातलो। अब आँप, कटहर, लिची, स्याउ, चेरी, मेकाडेमिया नट्स, शीतल चिनी, अन्जीर, अमला, कफी, कटहर छ सबै। उन्नत जातको गाई समेत जमुना आफ्नो लोकल फार्म। जेठको आज 16-17 गते, जेठको 17 गतेको तराईको मौसमलाई सम्झनुहोस् र यहाँको मौसम तपाईँको आँखा अगाडि नै छ, हेर्न सक्नुहुन्छ। उन्नत जातको गाई पनि यहाँ छ, म तपाईँलाई देखाउँछु। इन्डियन नाम त मलाई जानकारी भएन। यो टाइपको गाई, यो एल्टिच्युडमा यो टाइपको गाई छ। तपाईँ यही फार्ममा यहीँ उत्पादन भएको दुध, दही, घिउ, मही लगायत टोटल्ली चाहिँ अर्ग्यानिक फ्लेभरमा यहाँनिर बस्न पाइन्छ। अस्ट्रिच, टर्की, त्यसपछि गएर कालिज, लोकल कुखुरा, भेजिटेबल्सहरू एकदमै व्यवस्थित। एकदमै व्यवस्थित छ। अनि त्यही गाडी लिएर हामी यहाँ आएका थियौँ।